हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। तपाईँहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। फेरि अर्को भ्लग लिएर आइसकेको छु। यो भ्लग के हो भनेर तपाईँले थम्बनेल टाइटल हेरेर थाहा भइसक्यो होला है। मैले अर्को भ्लग चाहिँ अघि भर्खर हालिसकेको छु। त्यो भ्लगमा चाहिँ मैले के अनबक्सिङ गरेको थिएँ थाहा होला। सिमानो MT200 ब्रेक चाहिँ अनबक्सिङ गरेको थिएँ। अब चाहिँ हेर्न सक्नुहुन्छ। अब सिधै अब ढिलो नगरेर यो ब्रेकहरूलाई चाहिँ सिधा त्यो साइकलमा चाहिँ इन्स्टल गरौँ है। हाइड्रोलिक ब्रेक चाहिँ त्यो बक्समा छ। फर्स्टमा चाहिँ यिनीहरू रोटरहरूलाई धुनुपर्छ है। मैले धोइसकेर पुरै सफा गरिसकेँ आगोमा तताएर। सबैभन्दा राम्रो त यो भएको छ होइन, हेर्न सक्नुहुन्छ। अनि यसलाई पनि तताइसकेको छु। अर्कोको त त्यो तताउनु पर्दैन, त्यो चाहिँ न्यू नै हुन्छ है। फेरि यसमा नछुनु होला है तपाईँहरूले चाहिँ लगाइदिएर। अब फर्स्टमा चाहिँ यसलाई त्यो उसमा टायरमा चाहिँ फिट हानौँ है। र फाइनली गाइजहरू अहिले चाहिँ मैले रोटर चाहिँ पुरै नटहरू कसेर भ्याइसकेको छु। अब त्यो टायरमा पनि कस्न बाँकी छ। अनि म सिधा टायर फिट गर्छु। अनि सिधा अब हाम्रो भ्लग चाहिँ फर्स्टमा भन्दाखेरि चाहिँ मेन भनेको MT200 इन्स्टल गर्ने हो कि नि। अनि सिधा म अब यसलाई चाहिँ इन्स्टल गर्छु। टायर चाहिँ चेन पनि चुटेको छ, चेन पनि जोड्नु छ। अनि अर्को नम्बरमा चाहिँ त्यहाँ छ हिजो एउटा सब्सक्राइबर भाइले दिएको थियो साइकल होइन, यता चेन छुटेछ। अब त्यो चेन 50 रुपियाँ दिएको थियो भाइले चाहिँ। अब त्यो चेनको अब मैले चाहिँ आफै जोडिहाल्छु होइन। सिधै ब्रेक चाहिँ म अब यो टायर जोडेर अनि बल्ल ब्रेक जोड्नुतिर लागौँ है। अब यसको भित्र चाहिँ होइन ब्रेक प्याड चाहिँ कस्तो छ भन्ने थाहा छैन होइन। अब यो सिमानोको ब्रेक प्याड हो कि केसको ब्रेक प्याड हो त्यो चाहिँ थाहा छैन। अब हेरौँ है सिधा। यो चाहिँ अगाडिको ब्रेक हो होइन। यसको डिस्क प्याड चाहिँ मैले पछाडि हालिदिन्छु। यो चाहिँ युरोपियन सिस्टममा छ। अनि यताको चाहिँ राइटमा छ, यताको चाहिँ लेफ्टमा छ होइन। अब यो ब्रेकलाई चाहिँ मैले यताको पाइप यता राइटमा गराइदिन्छु। मेरो चाहिँ यताको हुन्छ है पछाडिको ब्रेक, यो चाहिँ यताको छ है पछाडिको ब्रेक। यो लिभर चेन्ज हान्नुपर्छ है लगाइदिएर। ल हेरौँ है डिस्क प्याड कस्तो रहेछ यहाँभित्र। सिमानोको केसको है, ए ओरिजिनल सिमानोको रहेछ यार। सक्नुहुन्छ है सिमानोको डिस्क प्याड रहेछ यो चाहिँ होइन। दामी। अब कति टिक छ है, धेरै टिक छ होला यार। यसलाई चाहिँ पछाडिको ब्रेकमा चाहिँ जोडौँ होइन। अब यो सिमानोको ब्रेक चाहिँ होइन पछाडिको हेभी चाहिन्छ क्या धेरै। ल अब यसलाई चाहिँ कसरी हाल्यो भने चाहिँ होइन, यसमा चाहिँ नछुनु होला है। यस्तो कालो हात छ, फेरि यसमा छोयो भने फेरि यो आवाज आउने हुन्छ। ल च्याट्ट यसरी मिलाएर थोरै दबाएर है, त्यति धेरै पनि दबाउने होइन, थोरै यसमा हेर्ने ट्याक्कै यता भित्रबाट चाहिँ हालिदिने है सट्ट लाएर। ल यो भित्र गइसकेको छ, ठ्याक्क मिल्यो। अनि यताबाट चाहिँ यो कता गयो। ल यो चाहिँ एरियामा चाहिँ बिस्तारै यताबाट ट्याक्क मिलाएर हाल्नु होला है तपाईँले चाहिँ। लगाइजहरू ल फाइनली अब यता चाहिँ आइसकेको छ। अनि यसको यो टुप्पोलाई चाहिँ बङ्गाउनु पर्छ है, नभए फेरि यो खस्न सक्छ। एउटा यस्तो पिलास लिने अनि पिलासले चाहिँ ट्याक्क मोडाइदिने है, थोरै ट्याक्क लगाएर। ल यहाँभित्र हेर्न सक्नुहुन्छ। यो चाहिँ सिमानोको ओरिजिनल ब्रेक प्याड जोडिसकेको छु। ल अब यसमा चाहिँ सिधा हालौँ यता चाहिँ। गाइजहरू अब चाहिँ अब ढिलो नगरेर चाहिँ अब ब्रेक चाहिँ सिधा हाल्नुहोस् न, लागिहालौँ होइन। हेर्न सक्नुहुन्छ नयाँ ब्रेक चाहिँ यता नजिक आएर देखा सट्ट लगाएर दामी तरिकाले है। ल चाहिँ है यो चाहिँ ब्रेक चाहिँ ल है यता देखा न यस्तो दामी यार। फर्स्ट टाइम है जिन्दगीको पहिलोचोटि मैले चाहिँ आफू यो साइकल किनेदेखि चाहिँ मैले सिमानको ब्रेक युज गर्न लागेको छु। ल अब यता देखा। ल यसमा चाहिँ एलेङ्कीले कस्नुपर्छ। फर्स्टमा चाहिँ अब म सिधा चाहिँ यसलाई अब यहाँ त अगाडिको यो चाहिँ होइन। अब यसको तपाईँले अझै बुझ्नु भएको छैन भने राम्रोसित देखा त। यो पाइप चाहिँ यता हाल्ने, यसको पाइप चाहिँ यता हाल्ने है गाइजहरू है। एक्सचेन्ज चाहिँ गर्ने यसको पाइप यता है। ल गाइजहरू फाइनली अब चाहिँ यो यहाँ नजिक ल्याएर बाबु अब ल योमा चाहिँ मैले अब यो वाला ब्रेक प्याड हाल्न लागेको छु। अगाडिकोमा त्यति चाहिन्न होइन ब्रेक प्याड चाहिँ। यो पनि ठिकै छ, तर यो कुन ब्रान्ड हो त्यो त थाहा छैन। मैले सिमानको चाहिँ यसको ब्रेक प्याड नयाँ यसको ब्रेकको चाहिँ त्यहाँ हालिदिएको छु। ल अब यता हाल्न है यो चाहिँ है, यो चाहिँ नयाँ है फेरि हो, यो अगाडिको ब्रेक हो हालिदिने है। यो ब्रेक चाहिँ यति हेभी छ नि, म अब यसले अगाडि नै उ गरेको कि खतरा। अगाडि नै ओइल हालेर आउँदो रहेछ कम्पनीबाट नै। यस्तो एउटा भित्र एउटा बबल पनि छैन कि। लगाइजहरू फाइनली कसेर सब साइकल फिट भइसकेको छ हेर्न सक्नुहुन्छ। अब चाहिँ यसलाई सिधा स्टार्ट पोइन्टमा लगेर कस्तो टेस्ट राइड हालौँ है लगाइजहरू।
दामी दामी जॉगिंग है जॉगिंग बंद कर